म हरिप्रसाद पासवान गुलरिया नगरपालिका वार्ड नम्बर 9 को वडाध्यक्ष जिल्ला बर्दिया। हाम्रो वडामा बार्डरदेखि जुडेका 8-10 वटा गाउँहरू छन् र यहाँका महिला दिदीबहिनीहरू लगायत पुरुष दाजुभाइहरू सधैँ जङ्गलमा आउने जाने, यो पुर्खादेखि हाम्रो आउन जाउन और दाउरा ल्याउने र बाख्रा चराउने, भैँसी चराउने, गइराख्ने आइराख्ने र त्यसमा महिला दिदीबहिनीहरू जाँदा उनीहरूले वनरक्षकहरूले, मूर्तिहा रेन्जका वनरक्षकहरूले विभिन्न किसिमका यातना दिने, कुटपिट गर्ने र पैसा पनि असुल्ने र रात दिन कार्डको तस्कर पनि गराउने र आफै मिलेर त्यहाँका कार्ड तस्करहरूसित आधा दाममा त्यहाँबाट गेलियाहरू निष्कासन गर्ने र नेपालमा बिक्री वितरण गर्ने र सर्वसाधारणलाई पटक समात्ने, डाँड तिराउने, खुट्टा भाँच्ने लगायतका क्रियाकलापहरू सधैँ यो रेन्ज पोस्ट मूर्तिहा रेन्ज पोस्टले गरिरहन्छ। त्यसमा विशेष ध्यान इन्डियाका सम्पूर्ण त्यहाँका जनसेवकहरू, नेताहरूले पनि एक नम्बरमा त्यहाँ ध्यान दिनु पर्यो र नेपाल सरकारले पनि यो देश नेपालको र इन्डियाको मैत्री देश भएको नाताले, हाम्रो रोटीबेटीको नाता भएको नाताले पटक यिनीहरू यो जङ्गलवालाले हाम्रो जनतालाई परेशान गर्छ। त्यसमा हामी केही आवाज उठाउँदैमा हाम्रो पनि त्यहाँ मुद्दा लगाई कारवाही अगाडि बढाउँछन् र हाम्रो नाम बदनाम गराउँछन्। यिनीहरूलाई पुनः बोलाइ छलफल गरोस् नेपाल सरकारले म आग्रह गर्न चाहन्छु।